यो वेबसाइटमा यसरी श्रमहरूको कुनैको लिङ्कहरू राख्नु पर्ने साह्रो सजिलो छ। यो हाम्रो स्थानीय तहकोमा गएर चाहिँ हामीले मेम्बर भनेर गऱ्यो भने उसले हाम्रो आइडी पासवर्ड खोज्ने भयो पालिकामा दिएको, अनि पालिकामा दिएको आइडी पासवर्ड पालिकासँग हुन्छ। त्यस पछाडि त्यो आइडी पासवर्ड लगाउनु पर्यो हामीले। लगाइसके पछाडि त्यसको एडिङ प्यानल खोल्ने भयो। एडिङ प्यानल खोलिसक्दा स्लो छ वेबसाइट, फुल स्लो छ। त्यस पछाडि यहाँ यस सेटिङको साइन आउँछ, यसमा गएर लिस्ट लिङ्कमा जानु पर्यो। अनि लिस्ट लिङ्कमा गइसके पछाडि यहाँ गएर एड लिङ्कमा जाउँ। एड लिङ्कमा जाने बित्तिकै उसले एउटा मेनुको नाम र युआरएल खोज्छ हाइपरलिङ्क एड गर्नको लागि। जस्तै कि अहिले अब श्रमको साइट ल्याएर हालिदिनु भनेको हुनसक्छ, यो बेला न्युजमा आइरहन्छ। अब यसमा मैले सपोज फेसबुक राखेँ, यसमा यहाँ हाम्रो फेसबुकको लिङ्क ल्याएर राखिदिएँ। अब यसलाई सिम्पली हामीले सेभ गऱ्यौँ भने यो मेन मेनुमा आएर बस्छ। अब यहीँबाट यसलाई चाहिँ हामीले कुनै एउटा मेनुको सब मेनु पनि बनाउन सकिन्छ। हो त्यो अब यसबाट भन्दा पनि अब उतैबाट यसो सारेर सजिलो गरी ड्र्याग एन्ड ड्रपबाट पनि गर्न सकिन्छ। यो अहिले अन्तिममा आएर बसेको छ यसरी। अब यसलाई मैले सेभ कन्फिगरेसन भएन भने बस्छ। यसलाई मैले यहाँबाट बोकेर गएर चाहिँ जनगणनाको भित्र हालेँ भने अब यो ट्याब भनेको जनगणना भन्ने हुन्छ, त्यो भित्र चाहिँ फेसबुक भनेर राखिन्छ। अब जस्तै अर्को एउटा मैले बनाइदिइरहेको छु, नेसनल डेटा के अरे सेन्सस नेपालको हालिदिइरहनु पर्यो। सेन्सस नेपाल नेसनल स्ट्याटिस्टिक्स अफिस। अब सेन्सस नेपाल 2082 यसमा प्रतिवेदन लेखेको हुन्छ कता तथ्याङ्क पोर्टलमा राष्ट्रिय जनगणनाको अन्तिम नतिजा। यसको हाल्यो पोर्टल हामीले लोकल टेबल प्रोफाइल यो हाल्यो। यसलाई हाल्नु पर्यो भने ल्याएर पाथमा ल्याउने हाइपर लिङ्क गरिदिने ठुलो काम त छैन। यति गरिसकेपछि यो पनि अब हुने ओभरलोड र यो काम छैन यसको। हामीले हाइपर लिङ्क लिइसक्यौँ। सेभ गर्न टाइम लिन्छ, सेभिङ साह्रै टाइम लिने भयो। यसलाई पनि अब यत्तिकै राख्यो भने बाहिरै बस्छ र भित्र यसलाई ल्याएर यस्तो यो डमरूले बोकेर ल्याएर यहाँ राख्यो भने यो सब मेनु भएर बस्यो। अब यसलाई हामीले सिम्पली सेभ गऱ्यौँ भने हेरौँ त सेभ भयो। अब हामी अर्को ब्राउजरमा गएर पालिकाको लगइन गरौँ, जसमा के देखिनुपर्छ त भन्दा मेनुभित्र यसरी मेनुहरू आउँछ। अब त्यसलाई हामीले भित्र तानेको भएर चाहिँ यसको भित्र गएर दुईटाहरू बस्नुपर्ने देखिन त्यहाँ। यसमै हाइपरलिङ्क लगाएर चाहिँ फेरि यसमै हाइपरलिङ्क लगाएको रहेछ। यसरी हामी दुईटा कुराहरू देखिने भयो। फेसबुक खोल्ने कि यो खोल्ने, फेसबुक खोल्नु पर्यो भने यहाँबाट हामीले सिम्पल फेसबुक खोल्यो। हाइपरलिङ्कको ठुलो कुरो त होइन। सेन्सस नेपाल यो अहिलेको साइट खोल्यो। यसै गरी यो श्रमको खोल्नु पर्यो भने यहाँ श्रमको लगाएकै छ हामीले, श्रमको खोल्यो। यसरी हुन्छ। तर अघि मेन पेजमा चाहिँ किन देखाएन त्यो सब मेनु? भिलेज प्रोफाइलको पेज बनाएको रहेछ, भिलेज प्रोफाइल भन्ने एउटा मैले भिलेज प्रोफाइलको राख्नुलाई रहेछ। यसको नेम चेन्ज गर्ने बेलामा गएको रहेछ। थ्याङ्क यू।